रामफूल चौथो भाग। जब ती मरिन् तब त्यसपछि त्यहाँ डोम लगाएर बक्समा हालेर फ्याल्ने कुरा भयो। मलाई त्यो कुरो राम्रो लागेन। मैले त्यसै गरी रेलवे स्टेसनमा यो महरैहरूको बाजा बजाउने एउटा टोली थियो, त्यो टोलीसँग गएर कुरा गरेँ, ए बाबुहरू, यो एउटा यसरी चाहिँ नि तपाईँहरूकै कास्ट यसरी यहाँ मृत्यु भएको छ, त्यसको चाहिँ नि दाह संस्कार गर्नु पर्यो, त्यसमा तपाईँहरूले साथ दिनु पर्यो, बाजा बजाउनु पर्यो। एकदम खुसी भए, हुन्छ भने सहयोगको रूपमा उनीहरू पनि बजाउन तयार भए। त्यसपछि क्याम्पसमा विद्यार्थीहरूको बिचमा गएँ, बाबुहरू यसरी अस्ति हामीले जुन इलाजमा लगेर अस्पतालमा राखेका थियौँ, ती महिलाको मृत्यु भयो, अब तिनीहरूको दाह संस्कार हामी नै मिलेर गर्ने विचार छ, तपाईँहरू के भन्नुहुन्छ? सबै विद्यार्थीहरूले धेरै राम्रो कुरा, हामी पनि जान्छौँ भने यसरी धेरै राम्रो तरिकाले त्यो हनुमान टाकिजको अगाडि जहाँ दाह संस्कार गरिन्थ्यो त्यहाँ लगेर हामीले दाह संस्कार गऱ्यौँ। त्यो दाह संस्कारमा मलाई के लाग्यो, त्यो मैले ल्याएको मान्छे हो, किन यसरी गर्ने भनेर आफैले दाह संस्कार दिएर गएँ। यो एउटा यहाँ एउटालाई मैले राखेँ, रामफूल सर्सा गाउँकी रामफूलको इतिहास मैले यहाँहरूको अगाडि राख्ने। जब दाह संस्कार त गरेँ, अब बुवा मेरो धेरै ठुलो धार्मिक मान्छे हुनुहुन्थ्यो, मलाई भित्रभित्रै डर पनि लागिरहेको थियो, बुवाले यसलाई कसरी लिनुहुन्छ, राम्रो भन्नुहुन्छ कि नराम्रो भन्नुहुन्छ भनेर सोधी गरेँ। तर म घर जानुभन्दा पहिले नै बुवाले थाहा पाइसक्नु भएको रहेछ। बुवाले भन्नुभएछ मान्छेहरूलाई, जसको कोही हुँदैन त्यसलाई सहयोग गर्ने ठुलो धर्म हो। मलाई यो शब्दले अहिले पनि कता कता, बुवाको त्यो शब्दले अहिले पनि कता कता मलाई ऊर्जावान गरिराख्छ। गाउँको एउटा रामफूलको कथा मैले यहाँहरूको अगाडि सुनाएँ। होस् त, धन्यवाद, नमस्ते।